धेरैजनाले रिक्वेस्ट गर्नुभएको ब्याकग्राउन्ड रिमुभल टुल पनि मैले फ्रीमा लिएर आइरहेको छु नेपालीमा। सो अहिले चाहिँ हाम्रो क्लोज कम्युनिटी मेम्बर्सहरूको लागि मात्रै एक्सक्लुसिभली यो अभाइलेबल हुनेछ। सो तपाईँहरूले यो चलाउनको लागि चाहिँ मेरो प्रोफाइलमा गएर यो ग्रुप्स भन्ने यसमा थिचेर चाहिँ यहाँबाट यो ग्रुपमा जोइन गर्नु होला। यो ग्रुपमा जोइन गरेपछि तपाईँले लिङ्क पाउनुहुन्छ यो चलाउनलाई है। सो अब सबभन्दा सुरुमा चाहिँ यो कसरी चलाउने बेसिक इन्ट्रोडक्सन दिन्छु है त म तपाईँहरूलाई। सबभन्दा सुरुमा तपाईँले त्यो लिङ्कमा जानुहुन्छ। यहाँ गइसकेपछि यो यस्तो देख्नुहुन्छ। तपाईँले गुगलमा गएर कतै यो यसरी राइट क्लिक गरेर कपी इमेज गरेर पेस्ट गरे नि भयो, अथवा डाउनलोड गरेको फोटोलाई यसरी सेलेक्ट गरे पनि भयो यहाँबाट है। अहिलेलाई चाहिँ म पेस्ट नै गर्छु, कन्ट्रोल भी पेस्ट गरिदिएँ। यो गरेपछि तपाईँलाई क्वालिटी सेलेक्सन भनेर आउँछ। अब यसको लागि चाहिँ लोकली नै हुने भएको भएर यो एआई मोडल चाहिँ सुरुमा तपाईँको डिभाइसमा डाउनलोड गर्छ यसले होइन। सो बेस्ट क्वालिटीको लागि यो 80 MB को फाइल हुन्छ। अलिक लोवर एन्ड फोन बजेट फोनहरूको लागि चाहिँ यो सानोवाला मोडल हुन्छ। तपाईँलाई क्वालिटी राम्रो चाहिने हुँदाखेरि चाहिँ योवाला सेलेक्ट गर्नु होला अनि कन्टिन्यू गर्नु है त। एकैछिन लाग्छ डाउनलोड हुन। मेरो चाहिँ अब डिभाइस राम्रै छ, यो पिसी राम्रै छ। सो त्यसले गर्दाखेरि अलिक क्विक नै हुन्छ होइन। फोनहरूमा चाहिँ अलिक ढिलो हुनसक्छ। सो जस्ट ट्राई गर्नु होला अनि लेट मी नो व्हाट यु थिंक है त। ओके बाई।